धनुषा नामक संस्था 2080 साल स्थापित यो संस्थालाई धनुषा जिल्लामा आउने जिल्ला प्रशासन प्रमुख हाम्रो एसपी साहेबज्यूले सिडिओ साहेबज्यूले धेरै माया र सहनशील प्राप्त गर्नुभयो। उहाँले हाम्रो संस्थालाई उद्देश्य दिनुभयो र एउटा राम्रो बाटो हेराउनुभयो र एसपी साहेब वहाँ पनि उहाँकै अन्दरमा बसेर चाहिँ उहाँले पनि हाम्रो संस्थाप्रति धेरै माया र सहनशील गर्नुभयो र यस्तै आशा छ कि आउने यो प्रतिनिधि ज्यूहरू जुन प्रमुख ज्यूहरू आउँछ हाम्रो यो जिल्लामा वहाँ पनि राम्रो व्यवहार र राम्रो समन्वय गरेर हाम्रो संस्थालाई यहाँको स्थानीयवासीलाई यस जिल्लालाई माया गरेर राम्रो बाटो हेरायो भने हामीलाई धेरै खुसी हुन्छ र एउटा आशा पनि छ। र हाम्रो ई रिक्साको कुरा अब सिडिओ साहेबले काठमाडौँ जानुहुन्छ, यति अपेक्षा र आशा गर्छु उहाँलाई कि हाम्रो ई रिक्साको जति विषयहरू छ, जति कुराहरू छ केन्द्रमा उठाओस् र केन्द्रमा पुर्याओस्, यति आशा गर्छु। र सम्पूर्ण नेपाली रिक्सा मजदुर संगठन धनुषाको नामक संस्थाबाट सम्पूर्ण परिवारबाट उहाँलाई धेरै धेरै बधाई, धन्यवाद, शुभकामना विदाई गर्न चाहन्छु। म यहाँ जाने बेला जो मलाई अहिले सम्मान गर्नुभयो विदाई समारोहमा, म यहाँ सधैँ यहाँको साथमा रहनेछु। कुनै पनि बेला मलाई मेरो आवश्यक पर्यो भने मलाई सम्झिनु होला। म मेरो हैसियतले क्षमताले भ्याएसम्म म सधैँ यहाँहरूलाई म सहयोग गर्नेछु, म नम्बर दिने छु र यहाँप्रति सधैँ आभार प्रकट गर्दछु। धन्यवाद, नमस्कार।